मामु आज हाम्रो घरमा को आउँदै हुनुहुन्छ? को आउनु हुँदैछ होला त? ल भन त, को आउनु हुँदैछ? रूपा दिदीहरू। रूपा दिदीहरू? अरे रूपा दिदी मात्र हो त? तिम्रो छोरी छोरा पनि आउँदैछ नि तिमीलाई भेट्नको लागि? मेरो छोरी छोरा? अनि छोरी छोरा होइन त, तिमी सानीमा भएनौ त? अब अनुष्काको यो भ्याकेसनकै भिडियोहरू हो कि। अनि अनुष्का चाहिँ यो भ्याकेसनमा के गर्दैछ भनेर भन्दा पनि म चाहिँ घरबाट बाहिर गएको थिएँ। गएर आउँदाखेरि त ठ्याक्क मेरो दिदीको छोरी उसको छोराछोरी आइरहेको रहेछ कि। यिनीहरूलाई चाहिँ फेरि यो एनिमलहरू यति मन पराउँछ नि, एनिमल लभर हो कि यिनीहरूले। हेर्नु न, यहाँ हाम्रो क्याटको लागि भनेर टिभीमा मुसा लगाइदिएर मुसा पक्री भनेर लगाइदिएको रहेछन् कि। अनि त्यही माथि पनि चलाएको चलाइ गरिरहेछन्। अनि अब म केटाकेटीलाई के नास्ता दिने भनेर भन्दा यिनीहरूलाई तले मैले फलफुल पपकर्न चिया बिस्कुट सबै बनाएर ल्याइदिएँ नि। अनि हामीले खायौँ कि। खाइसकेपछि त अब यिनीहरू त के भन्छन्, अब हामी त नबस्ने, हामीलाई त पार्कमा लानु भन्छन्। हे नाथ नारायण भन्दै यो चाहिँ मेरो घर नेरीको ठ्याक्कै घरको अपोजिट साइडमै छ क्या यो घर नेरीकै पार्क हो। त्यहाँ पार्कमा लगिदियो कि। त्यो भ्याकेसन भएर होला यो साँझको बेलामा पार्कमा यति धेरै भिड थियो नि, यति धेरै भिड थियो। यति नजिकै पार्क भए पनि हाम्रो अनुष्का चाहिँ त्यति साह्रो जाँदैन कि। लजाउँछ पनि यस्तो खेलकुदहरू गर्नको लागि। तर यहाँ सबैजना यस्तो स्पोर्टम्यान भएर होला है, यिनीहरू स्पोर्टम्यान पनि के भन्नु मङ्की म्यानहरू भएर होला। पुरै झुन्डिने उफ्रिने कुद्ने सबजना गरिरहेछ क्या। हाम्रो अनुष्का पनि पुरै हेजिटेसन छोडेर गर्न थालिसक्यो क्या, झुन्डिने उफ्रिने। लु गर न, तिमीले सबले गरेको बेला गर भने साथमा साथ मिलेपछि त गरिहाल्यो नि। अब एक्लै हुँदा चाहिँ उसलाई लजाएर धकाएको होला। यहाँ हाम्रो कालु मेन चाहिँ छ नि, यस्तो स्टन छ नि, उसलाई त बरु हामीले पशुपतिको बाँदरलाई चाहिँ राख्न सकिन्छ होला थमाएर, यहाँ कालु मेनलाई सकिँदैन कि। कहाँबाट कहाँ एकैछिनमा पुगेको छ ज्याद्रो मेन हो कि। अनि यहाँको फेरि चिप्लोटी चाहिँ यति धेरै अग्लो छ नि, यति धेरै अग्लो छ। म चाहिँ यसलाई दुईवटा बनाउँदा पनि हुन्छ केटाकेटीलाई जस्तो लाग्छ कि। दुई ठाउँमा छ, दुईवटा छ कि, तर एकदमै धेरै हाइटमा छ कि। यिनीहरू पाले दुईतिर जाँदैछन् कि थेचेर हैरानी। यहाँनिर हेर्नु न, सानो सानो बच्चाहरूलाई पनि यस्तो गाह्रो भइरहेको छ। अब हाम्रो अनुष्काहरू पनि यस्तो खतरा स्टन्ट हान्ने भनेर गइरहेछ कि। यहाँनिर चाहिँ कन्ट्रोल चाहिँ एकदमै लुज हुन्छ है, सम्हाल्नै सकिँदैन। अनि यसमा चाहिँ लुगा पनि हामीले जतन गर्नुपर्छ कि। लुगा चाहिँ नयाँ लुगा लाएर गयो भने त्यो ट्राउजर खत्तम भयो भनेर सोचे भइहाल्छ है। यहाँ थामी खेल्दैछन् कि केटाकेटीहरू, तर एकदमै धेरै गाह्रो छ। अब यिनीहरू उफ्रिने कुद्ने सब थोक गरेर एकदम थाकिसक्यो होला भनेर अब चाहिँ घर जाउँ भनेर भनेको त ठ्याक्कै त्यहीँ अगाडि छ कि स्केटिङ। अब हामी स्केटिङ पनि पो खेल्छौँ भनेर लागि परिसक्यो। अनुष्काको डान्स क्लास छ, डान्स क्लासमा हिँड न भनेको। अब स्केटिङ हरे अब नेक्स्ट पार्टमा राख्छु ल।